जापानको कुल राष्ट्रिय ऋण हेर्ने हो भने नि उनीहरूको अर्थतन्त्रको झन्डै 236% छ। अनि उता अमेरिकाको ऋण पनि कुल गारास्थ्य उत्पादनको 124% छ। मतलब यी देशहरू यति धेरै ऋणको पहाडमा बसेर पनि विश्व चलाइरहेका छन् नि, होइन र? उनीहरूको अर्थतन्त्र अत्यन्तै बलियो छ। तर खै हाम्रो नेपालको कुरा गर्दाखेरि चाहिँ कुल सार्वजनिक ऋण जम्मा 43.79% छ। तर पनि विज्ञहरूले हाम्रो अर्थतन्त्र ठूलो सङ्कटमा फस्न सक्छ भनेर चेतावनी दिइरहेका छन्। हो, सुन्दाखेरि यो एकदमै ठूलो विरोधाभास लाग्छ। 100% भन्दा बढी ऋण बोक्ने देशहरू चाहिँ शानले हिँड्ने अनि आधाभन्दा कम ऋण भएको हाम्रो देश चाहिँ अत्तालिनु पर्ने हो नि। एउटा सामान्य मानिसलाई त यो अचम्मै लाग्छ नि। त्यही विरोधाभासको भित्री तहसम्म पुग्न आज हामी यो विस्तृत विश्लेषण गर्दैछौँ। आजको यो छलफलको लागि हामीले एउटा अत्यन्तै गहिरो अनुसन्धानलाई स्रोत मानेका छौँ। खै स्रोतको पुरा विवरण नै भन्नुपर्दा हजुर, यो अनुसन्धान फेब्रुअरी 2026मा त्रिभुवन विश्वविद्यालय अन्तर्गत रत्न राज्यलक्ष्मी क्याम्पसको अर्थशास्त्र विभागमा प्रस्तुत भएको शोधपत्र हो। मास्टर अफ आर्ट्स इन इकोनोमिक्सको डिग्रीका लागि सागर खड्काद्वारा तयार पारिएको यो थेसिस हो। अनि यसको शीर्षक पनि निकै रोचक छ है। एक्जामिनिङ द पब्लिक डेप्ट ग्रोथ रिलेशनशिप एन्ड डेप्ट सस्टेनेबिलिटी इन नेपाल, अर्थात् नेपालमा सार्वजनिक ऋण आर्थिक वृद्धि सम्बन्ध र ऋणको दिगोपनको परीक्षण। सुन्दा अलि विश्वविद्यालयको निरस कक्षा जस्तो लाग्न सक्छ नि। सुन्दा त्यस्तो लाग्न सक्छ, तर एकदमै गम्भीर विषय हो यो। यो शोधपत्रले भान्साको महँगी, रोजगारीको अभाव र समग्र देशको भविष्य कसरी यो 43.79% को अङ्कसँग जोडिएको छ भन्ने कुरा प्रस्ट्याएको छ। हो, आजको हाम्रो मुख्य उद्देश्य नै त्यही हो। मतलब के हामीले लिइरहेको ऋणले देशको जग साँच्चीकै बलियो बनाइरहेको छ त? वा खै भनौँ न, अन्जानमै आउने पुस्ताको भविष्यलाई धितो राखेर आजको दैनिक खर्च मात्र टाढिँदैछ? एकदम सही प्रश्न। र यसको वास्तविक जवाफ खोज्न यो अनुसन्धानले 50 वर्ष लामो ऐतिहासिक तथ्याङ्कलाई केलाएको छ। सन् 1975-76 देखि 2024-25 सम्मको नेपालको अर्थतन्त्रलाई हेरिएको छ यसमा। 50 वर्ष? त्यो त निकै ठूलो क्यानभास भयो नि। यो आधा शताब्दीमा त देशले कति धेरै राजनीतिक र आर्थिक रूपान्तरणहरू पार गर्यो। व्यवस्थाहरू फेरिए, सरकारहरू फेरिए। हजुर, व्यवस्थाहरू फेरिए पनि ऋण लिने र खर्च गर्ने जुन प्रवृत्ति छ नि, त्यसमा भने एउटा अनौठो र चिन्ताजनक ढाँचा निरन्तर रहिआएको यो तथ्याङ्कले देखाउँछ। अघि हामीले 43.79% को कुरा गर्यौं नि आर्थिक वर्ष 2024-25 सम्मको। यसलाई अलि टुक्र्याएर हेर्दाखेरि 23.02% विदेशी ऋण रहेछ अनि 20.77% चाहिँ देशभित्रैबाट उठाइएको आन्तरिक ऋण हो। ठ्याक्कै। तर यहाँनिर सबैभन्दा ठूलो खाडल के छ भने नि, 50 वर्षको यो लामो कालखण्डमा अर्थतन्त्रको औसत वृद्धि दर जम्मा 4देखि 5% को वरिपरि मात्र रुमल्लिएको छ। यो त निकै डरलाग्दो अवस्था होइन र? एकदमै डरलाग्दो हो। ऋण र वृद्धि बीचको यो जुन सम्बन्धहीनता छ नि, अहिलेको सबैभन्दा ठूलो आर्थिक चुनौती नै यही हो। र यो कुरा प्रमाणित गर्न शोधपत्रले ARDL मोडल प्रयोग गरेको छ। ARDL, यो अटो रिग्रेसिभ डिस्ट्रिब्युटेड ल्याग मोडल होइन? सुन्दै अलि के भन्छ, दिमाग तात्ने खालको प्राविधिक नाम छ। अलि प्राविधिक त छ, तर यसको मुख्य काम भनेको कुनै पनि आर्थिक नीतिको प्रभावलाई समयको कसीमा राखेर हेर्नु हो। मतलब तत्काल के भइरहेको छ र दीर्घकालमा के हुन्छ भन्ने दुवै पाटो यसले नाप्छ। म यसलाई एउटा नयाँ औषधिको कोर्ससँग तुलना गरेर हेर्छु ल। मानौ कसैले कुनै कडा औषधि खायो। त्यो औषधि खाएको 1 घण्टामा शरीरले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने कुरा चाहिँ तत्कालको असर भयो। हजुर, एकदम सही। इफेक्ट गर्छ भनेर समयक्रम अनुसार जाँच्ने तरिका चाहिँ त्यो डिस्ट्रिब्युटेड ल्याग भयो, होइन त? हो नि। यो औषधिको रूपकले कुरा एकदम स्पष्ट पार्छ। अर्थतन्त्र पनि त मानव शरीर जस्तै हो नि। आज ऋण लिएर बजारमा पैसा खन्याउँदा तत्काल त तरलता बढ्छ, सबै कुरा ठिकठाक जस्तो देखिन्छ। तर भित्रभित्रै रोग बढिरहेको हुन्छ भन्न खोज्नु भएको। ठ्याक्कै। मोडेलले के देखायो भने लिएको ऋणको साइड इफेक्ट दीर्घकालमा निकै खतरनाक छ। विशेष गरी त्यो ऋण कहाँ खर्च भइरहेको छ भन्ने कुराले यसको असर निर्धारण गर्छ।
खर्चको कुरा गर्दाखेरि नि ऋणको ठूलो हिस्सा त खासमा पुँजी निर्माणमा जानुपर्ने होइन र? जस्तै ठूला पूर्वाधार, जलविद्युत अनि गुणस्तरीय शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा। जानुपर्ने त्यही हो, तर व्यवहारमा चाहिँ त्यो पैसा दैनिक कार्य सञ्चालन अर्थात् चालु खर्चमै सकिन्छ। सरकारले पुँजी निर्माणमा भन्दा पनि तलब, भत्ता र प्रशासन चलाउनमै ऋणको पैसा खर्च गरिरहेको छ। ल यसलाई केलाएर हेरौँ है त, एउटा व्यावहारिक लेन्सबाट। मानौ एउटा परिवार छ, त्यो परिवारले ब्याङ्कबाट ऋण लिएर कुनै नयाँ उद्योग वा व्यापार सुरु गर्छ भने त्यो पुँजी निर्माण भयो। हजुर, त्यसले त भविष्यमा आम्दानी दिन्छ नि, अनि ऋण तिर्न पनि सहज हुन्छ। हो, तर यदि त्यही परिवारले दैनिक तरकारी किन्न, बिजुलीको बिल तिर्न वा पुरानो ऋणको ब्याज तिर्न मात्र आफ्नो क्रेडिट कार्ड घोटिरहेको छ भने एक दिन त्यो परिवार सडकमा आइपुग्छ नि, होइन र? एकदमै। हाम्रो सन्दर्भमा पनि राज्यले राष्ट्रिय क्रेडिट कार्ड घोटेर दैनिक खर्च मात्र टारिरहेको छ भनेर यो 50 वर्षको तथ्याङ्कले स्पष्ट पारेको छ। एउटा परिवार टाट पल्टिँदा त एउटा घरलाई मात्र असर गर्छ, तर जब देशकै अर्थतन्त्र सङ्कटमा पर्छ नि त्यसको मूल्य त कैयौं पुस्ताले चुकाउनु पर्छ। हो नि। अब शोधपत्रले यो कुरालाई अझै गहिराइमा बुझाउन आन्तरिक र बाह्य ऋणको असरलाई छुट्टाछुट्टै विश्लेषण गरेको छ। पहिलो कुरा आन्तरिक ऋण के गरौँ न? आन्तरिक ऋण भनेको सरकारले आफ्नै नागरिक र देशभित्रका ब्याङ्कहरूबाट लिने ऋण होइन त? यसको असर चाहिँ कस्तो देखियो त? तथ्याङ्क हेर्दाखेरि आन्तरिक ऋणले दीर्घकालीन आर्थिक वृद्धिमा खासै महत्त्वपूर्ण असर गरेको देखिँदैन। यो अर्थतन्त्रको लागि लगभग तटस्थ जस्तै देखिएको छ। अङ्ग्रेजीमा भन्दा इन्सिग्निफिकेन्ट इफेक्ट। अचम्म लाग्यो मलाई त। आन्तरिक ऋणले आर्थिक वृद्धिमा कुनै जादु गर्न नसक्नुको पछाडि पक्कै कुनै कारण हुनुपर्छ। मतलब सरकारले ब्याङ्कहरूबाट पैसा तान्दा बजारमा तरलताको कमी हुन्छ, होइन? हो, अर्थशास्त्रमा यसलाई क्राउडिङ आउट भनिन्छ। आहा, क्राउडिङ आउट। यसलाई अझै सरल रूपमा बुझ्ने हो भने मानौ न सरकार एउटा विशाल वरको रुख हो, अनि जब त्यो रुखलाई पानी अर्थात् ऋण चाहिन्छ त्यसका ठूला र गहिरा जराहरूले जमिन मुनिको सबै पानी सोसिदिन्छन्। आहा, यो एनालोजी एकदम सटिक छ। अनि त्यसपछि के हुन्छ त? त्यसपछि त त्यो रुखको वरिपरि उम्रेका साना बिरुवाहरू अर्थात् हाम्रा निजी क्षेत्रका साना तथा मझौला उद्योगहरू पानी नपाएर सुक्छन् नि, किनभने ब्याङ्कहरूसँग उनीहरूलाई दिनको लागि पैसा नै बाँकी हुँदैन। हजुर, अनि भए पनि ब्याज दर यति चर्को हुन्छ कि कसैले ऋण लिएर उद्योग चलाउनै सक्दैन। त्यो विशाल रुखको रूपकले आन्तरिक ऋणको क्राउडिङ आउट प्रभावलाई हुबहु चित्रण गर्छ। अनि निजी क्षेत्र खुम्चिएपछि त रोजगारी पनि सृजना हुँदैन, होइन र? एकदमै। अर्थतन्त्रको मुख्य इन्जिन भनेकै निजी क्षेत्र हो। जब निजी क्षेत्रले लगानी गर्न पाउँदैन, समग्र आर्थिक वृद्धि दर स्थिर रहन्छ। त्यसैले 20% भन्दा बढी आन्तरिक ऋण हुँदा पनि वृद्धि दरमा त्यसको कुनै सकारात्मक योगदान देखिन नसकेको हो। आन्तरिक ऋणको कथा त यसो रहेछ, तर यदि आन्तरिक ऋणले काम गरिरहेको छैन भने बाह्य ऋणले त पक्कै केही गरेको होला नि। ठूला पूर्वाधार निर्माण गर्न भनेर लिइने विशाल विदेशी ऋणले त देशको अर्थतन्त्रलाई माथि उकास्नु पर्ने हो। सुन्दा त्यस्तै लाग्छ, तर शोधपत्रले बाह्य ऋणको असरलाई गतिशील र गैर रेखीय अर्थात् डाइनामिक एन्ड नन लिनियर भनेर व्याख्या गरेको छ। गैर रेखीय मतलब यो सिधा रेखामा अघि बढ्दैन। मलाई त यो सुन्दा कस्तो लाग्यो भने नि जस्तै हामी सुगर रस भन्छौँ नि, धेरै गुलियो खाएपछि तत्काल शरीरमा अचानक ऊर्जा आए जस्तो लाग्छ। हजुर, तर केही समयपछि सुगर लेभल घट्दा अचानक शरीर झन् धेरै थाक्छ। के बाह्य ऋणले पनि अर्थतन्त्रमा यस्तै सुगर रस दिइरहेको छ र? ठक्कै त्यही हो। अनुसन्धानको तथ्याङ्कले यही देखाउँछ। जब विदेशी ऋण लिन्छ, तत्काल अर्थात् पहिलो वर्ष अर्थतन्त्रमा कुनै ठूलो परिवर्तन देखिँदैन। सायद योजनाहरू बन्न र कार्यान्वयन सुरु हुन लाग्ने समयले गर्दा होला। अनि 1 वर्षपछि चाहिँ के हुन्छ नि? 1 वर्षपछि बजारमा विदेशी पैसाको प्रवाह बढ्छ, निर्माण कार्य सुरु हुन्छ, ठेकेदारहरूले पैसा पाउँछन् र केही रोजगारी पनि सृजना हुन्छ। यो नै अर्थतन्त्रको सुगर रस हो, जहाँ केही समयका लागि सकारात्मक असर देखिन्छ। अनि जब त्यो सुगर रस सकिन्छ र यथार्थको धरातलमा आइपुगिन्छ तब के हुन्छ त? तब चाहिँ समस्या सुरु हुन्छ।
दीर्घकालमा यो बाह्य ऋणले उल्टै नकारात्मक असर गर्न थाल्छ भन्ने कुरालाई 50 वर्षको तथ्याङ्कले स्पष्ट रूपमा प्रमाणित गरेको छ। लामो समयसम्म विदेशी ऋण थुपार्दै जाँदा आर्थिक वृद्धि बढ्ने होइन, खुम्चिन थाल्छ। यहाँनिर अलि गहिराईमा पुग्नु जरुरी छ जस्तो लाग्यो मलाई। मतलब विदेशी ऋणले किन दीर्घकालमा नकारात्मक असर गर्छ? यसको पछाडिको मुख्य संयन्त्र के हो त? यसलाई केलाउँदा हामी विनिमय दर र डलरको खेलमा पुग्छौं। हेर्नुहोस्, विश्व ब्याङ्क वा एसियाली विकास ब्याङ्कबाट ऋण लिँदा विदेशी मुद्रा वा डलरमा लिइन्छ। तर त्यो पैसाले बनाएको बाटो वा पुलबाट डलरमा आम्दानी हुँदैन नि, नेपाली रुपियाँमै हुन्छ। आम्दानी त रुपैयाँमै भयो। अनि जब त्यो ऋणको सावा र ब्याज फर्काउनु पर्ने हुन्छ, तब त राष्ट्रिय ढुकुटीमा भएको विदेशी मुद्रा नै रित्याउनु पर्यो नि, होइन त? हो, त्यही बिन्दुबाट क्यापिटल फ्लाइट अर्थात् पुँजी पलायनको श्रृङ्खला सुरु हुन्छ। देशको विदेशी मुद्रा सञ्चित ऋण तिर्नमै बाहिरिएपछि आयात गर्न कठिन हुन्छ। हाम्रो जस्तो दैनिक उपभोग्य सामग्रीदेखि उद्योगका कच्चा पदार्थसम्म आयातमा निर्भर हुने अर्थतन्त्रका लागि त विदेशी मुद्रा सकिनु भनेको सिधै महँगी बढ्नु हो नि। एकदमै। त्यसमाथि समयसँगै डलरको भाउ बढ्दै जाँदा लिएको पुरानो ऋणको भार नेपाली रुपैयाँमा आफै बढ्दै जान्छ। उफ, यो त निकै कहाली लाग्दो चित्र पो रहेछ। शोधपत्रले औल्याएको अर्को एउटा तथ्याङ्क मलाई याद आयो। सावा ब्याज भुक्तानी, जसलाई डेब्ट सर्भिसिङ भनिन्छ नि, त्यसको ग्राफ हेर्दा त झन गम्भीर अवस्था देखिन्छ। हजुर, त्यो तथ्याङ्कले के भन्छ भने सन् 1975-76 मा कुल गारस्थ उत्पादनको जम्मा 0.27% मात्र सावा ब्याज भुक्तानीमा जान्थ्यो। तर सन् 2023-24 मा आइपुग्दा यो बढेर 1.44% पुगिसकेको छ। सुन्दा सानो अङ्क जस्तो लाग्ला, तर यो सानो अङ्क होइन। यसको अर्थ हो राष्ट्रिय बजेटको ठूलो हिस्सा विकास निर्माणबाट खोसिएर पुरानो ऋणको ब्याज तिर्नमा गइरहेको छ। अर्थशास्त्रमा यसलाई डेब्ट ओभरह्याङ भनिन्छ। डेब्ट ओभरह्याङ मतलब पुरानो ऋणको थुप्रो यति ठूलो हुनु कि अर्थतन्त्रले जतिसुकै मेहनत गरेर आर्थिक वृद्धि हासिल गरे पनि त्यो सबै ऋणको सावा र ब्याज तिर्नमै सकिनु, होइन त? हो नि। अनि यस्तो अवस्थामा स्वदेशी वा विदेशी लगानीकर्ताहरू नयाँ लगानी गर्न डराउँछन्। उनीहरूलाई लाग्छ यहाँ जति कमाए पनि भोलि सरकारले ऋण तिर्नका लागि चर्को कर लगाउँछ, त्यसैले लगानी निरुत्साहित हुन्छ। भनेपछि त यो एउटा दुश्चक्र पो सुरु भइसकेको रहेछ, जहाँ पुरानो ऋणको ब्याज तिर्नकै लागि फेरि नयाँ ऋण लिनुपर्ने अवस्था आउन सक्छ। यो त डेब्ट ट्र्याप वा भनौँ न ऋणको पासोको स्पष्ट सङ्केत हो नि। एकदमै प्रष्ट सङ्केत हो। हुँदा नै हामी डेब्ट ओभरह्याङ र पुँजी पलायनको यति ठूलो जोखिममा छौँ। तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार त जोखिमको सीमा सामान्यतया 60%लाई मानिन्छ नि, होइन र? हजुर, आइएमएफले तोकेको सामान्य मापदण्ड त्यही 60% नै हो। अनि जापान र अमेरिका जस्ता देशहरू 100%, 200% ऋण बोकेर पनि सजिलै चलिरहेका छन्। खै, यो असमानता चाहिँ किन त? यो बुझ्नको लागि ऋणको मात्रा मात्र हेरेर हुँदैन, ऋणको गुणस्तर र संरचनालाई पनि हेर्नुपर्छ। त्यो 60%को सीमा सबै देशलाई समान रूपमा लागू हुँदैन। सागर खड्काको शोधपत्रले प्रष्ट रूपमा निष्कर्ष निकालेको छ कि नेपालको ऋणको दिगोपन अत्यन्तै कमजोर वा फ्रेजाइल अवस्थामा छ। कमजोर मतलब सानो झट्काले पनि ढल्न सक्ने? हो नि, किनभने विकसित देशहरू र विकासोन्मुख देशहरू बीच निकै ठूलो संरचनात्मक खाडल छ। त्यो खाडल त मुख्यतया सुशासन र पुँजीको उत्पादकत्वमा नै देखिन्छ होला नि। जस्तै अमेरिका वा जापानले ऋण लिँदा त उनीहरू आफ्नै मुद्रामा लिन्छन् नि। अमेरिकाले डलरमै लिन्छ, जापानले येनमै लिन्छ। ठ्याक्कै त्यही हो कुरा। उनीहरूलाई विदेशी मुद्राको सञ्चिति रित्तिने डर नै हुँदैन। भोलि डलर महँगो हुँदा उनीहरूको ऋणको भार बढ्दैन। तर हामीले विदेशी मुद्रामा ऋण लिँदा अन्तर्राष्ट्रिय बजारमा डलर महँगो हुनासाथ ऋणको भार रातारात बढ्छ। अर्कोतर्फ विकसित देशहरूले लिएको ऋण अनुसन्धान, प्रविधि र मानव पुँजीमा लगानी हुन्छ, होइन त? त्यसले अर्थतन्त्रको उत्पादकत्व बढाउँछ। तर हाम्रोमा त पुँजीगत खर्च गर्ने क्षमता अत्यन्तै कमजोर छ अनि धेरैजसो ऋण अनुत्पादक क्षेत्रमै सकिन्छ। हो नि, सुशासनको अभाव नै हाम्रो सबैभन्दा ठूलो संरचनात्मक कमजोरी हो। अर्कोतर्फ व्यापार घाटा चुलिँदो छ।
निर्यात गर्नका लागि प्रतिस्पर्धी उत्पादन नै छैन हामीसँग। भनेपछि जब देशले विदेशी मुद्रा आर्जन गर्न सक्दैन र भएको मुद्रा पनि ऋण तिर्नमै बाहिरिन्छ, तब 43% ऋण नै अर्थतन्त्रको लागि निकै भारी बन्न पुग्ने रहेछ। एकदम सही बुझ्नुभयो। बाह्य वा आन्तरिक रूपमा सानो आर्थिक झट्का लाग्नासाथ ठूलो सङ्कटमा फस्ने सम्भावना रहन्छ। त्यसैले यो 43%लाई सुरक्षित मान्न सकिने अवस्था पटक्कै छैन। यो 50 वर्षको तथ्याङ्कलाई केलाएर अर्थतन्त्रको जुन चित्र यो शोधपत्रले निकालेको छ नि, त्यसले हाम्रो आर्थिक स्वास्थ्य निकै नाजुक रहेको देखाउँछ। त्यसो भए अबको बाटो के त? के अब विदेशी वा आन्तरिक ऋण लिनै बन्द गर्नुपर्छ त? त्यस्तो होइन। कुनै पनि विकासोन्मुख देशलाई पुँजी बिना पूर्वाधार निर्माण गर्न सम्भव नै छैन। त्यसैले ऋणै नलिने भन्ने त विकल्प हुन सक्दैन। तर ऋण लिने तरिका र त्यसको व्यवस्थापनमा भने आमूल परिवर्तन नै गर्नुपर्ने देखियो। मतलब ऋण लिनु आफैमा गलत कुरा होइन, तर खर्च गर्ने ठाउँ चाहिँ बदल्नु पर्यो। हो, अब कडा आर्थिक अनुशासनको युग सुरु हुनै पर्छ। लिइने ऋण ठ्याक्कै कुन उत्पादनमूलक क्षेत्रमा जाने हो र त्यसले कति वर्षमा कति प्रतिफल दिन्छ भन्ने कुराको स्पष्ट खाका हुनुपर्छ। स्वास्थ्य, गुणस्तरीय शिक्षा, जलविद्युत र भौतिक पूर्वाधार जस्ता पुँजी निर्माणका क्षेत्रमा मात्र ऋणको लगानी गरिनुपर्छ, होइन त? अनि दैनिक प्रशासन चलाउने वा अनुत्पादक क्षेत्रमा खर्च गर्ने परिपाटी त पूर्ण रूपमा बन्द नै हुनुपर्छ। एकदमै। सँगसँगै आन्तरिक स्रोत परिचालन अर्थात् राजस्व सङ्कलनलाई प्रभावकारी बनाउनु र विदेशी मुद्रा भित्र्याउने निर्यातमुखी उद्योगहरूलाई बढाउनुको विकल्प छैन। साँच्चै यो 50 वर्षको ऐतिहासिक विश्लेषणले हामीलाई एउटा स्पष्ट ऐना देखाएको छ। सुन्दा यो केवल तथ्याङ्क र मोडेल जस्तो लाग्ला, तर यो सिधै हाम्रो दैनिक जीवनसँग जोडिन्छ नि। हजुर, प्रत्यक्ष रूपमै जोडिन्छ। किनभने अन्ततः यो 43.79% ऋणको भारी त भविष्यमा नागरिककै करबाट तिरिने हो। अनुत्पादक क्षेत्रमा लिएको ऋणको भार भोलि पेट्रोल किन्दा, खाद्यान्न किन्दा वा पसिना बगाएर कमाएको पैसाबाट कर तिर्दा चुकाउनुपर्छ। हो नि, यसले देशको महँगी बढाउँछ, निजी क्षेत्रलाई खुम्च्याएर रोजगारीका अवसरहरू नष्ट गर्छ र पूर्वाधार विकासको बजेटमा सिधै कटौती गराउँछ। साँच्चै गम्भीर विषय हो यो। र यसले एउटा अत्यन्तै गम्भीर र गहिरो प्रश्न पनि खडा गर्छ। यदि राज्यले लिने हरेक ठूला विदेशी ऋणको आर्थिक बोझ भोलिको पुस्ताले बोक्नुपर्छ र त्यसले कयौं दशकसम्म देशको अर्थतन्त्रलाई प्रभाव पार्छ भने के यस्ता सम्झौताहरू केवल प्रशासनिक तहमा मात्र सीमित राख्न मिल्छ त? खै, यो त निकै सोचनीय कुरा पो उठाउनु भयो। अर्बौं रुपैयाँका ठूला र महँगा विदेशी ऋण लिनु अघि जसको ब्याज आउने पुस्ताले तिर्नुपर्नेछ, के त्यस्ता दीर्घकालीन असर पार्ने सम्झौताहरूमा जनमत संग्रह जस्तो अभ्यास गर्नुपर्ने होइन र? एकदमै, ताकि नागरिकलाई थाहा होस् उनीहरूको र उनीहरूका सन्तानको नाममा कस्तो सम्झौता हुँदैछ र त्यसको वास्तविक मूल्य कसले चुकाउँदैछ। हो नि, यो यस्तो प्रश्न हो जसले ऋण र विकासको भाष्यलाई पूर्ण रूपमा नयाँ सिराबाट सोच्न बाध्य बनाउँछ। आजको यस विस्तृत विश्लेषणबाट हामीले हाम्रो अर्थतन्त्रको यथार्थलाई धेरै नजिकबाट बुझ्ने मौका पायौं। सुन्नुभएकोमा धेरै धेरै धन्यवाद।